हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला साथीहरु। सबैजना साथीहरुलाई मैले यहाँ म तल घरतिर झर्न लागेको छु साथीहरु। बुवा अगाडि हुनुहुन्छ, म पछाडि छु र आज म तल यसो पहिलाको पुरानो हिँडेको बाटोहरु गएको ठाउँहरु म तपाईहरुलाई जानेछु, तपाईहरुलाई पनि देखाउने छु साथीहरु हैन। ठाउँ कस्तो छ हैन सब देखाउने छु। कस्तो लाग्छ साथीहरु भिडियो ठिक राम्रो लागेर राम्रो प्रतिक्रिया दिनु होला साथीहरु। यतातिर चाहिँ हामीले घाँस काट्ने ठाउँ हो। यो चाहिँ पहिलेदेखिकै बाटो हो साथीहरु, हामी हिँडिरहेको बाटो हो। अहिले पनि उस्तै छ, बुवा उतातिर जानुभयो हैन। अब म पनि उतै जान्छु, बुवाको पछि जाने हो। क्यामेरा क्वालिटी त्यस्तै हो साथीहरु है त। यहाँनिर पुरै सिस्नो घाँसहरु सब छ हाम्रो यतातिर र क्यामेरा क्वालिटी अलि राम्रो भएन साथीहरु, हेर्नुहोस् हैन। तर ठाउँ रमाइलो छ, घुम्न लायक ठाउँहरु छ हैन। घाम लागिरहेको छ, म चाहिँ बुवासँग अगाडि पछाडि गर्दै जान्छु। यहाँनिर चाहिँ हामीले मुला लगाएको थियौं साथीहरु, अलिकति गाईले खाइदियो अस्ति हैन। तर मजाले फलिरहेको छ मुला पनि यतातिर साथीहरु, राम्रो एकदम फलेको छ हैन। यो चाहिँ यो खोला आउने चाहिँ माथि थारो खोला हो, एकदम चिसो पानी, स्वच्छ सफा पानी हुन्छ। त्यहाँ कुनै फोहोर यताउति हुँदैन साथीहरु। यहाँदेखि तलसम्म जान्छ यो पानी चाहिँ। र अब हामी यतातिर बुवाले पुरै बोट बिरुवाहरु लगाउनु भएको रहेछ। बोट बिरुवाहरु हेर्दैछौं। यहाँ किमु बयरहरु हैन, अनि घाँसहरु लगाउनु भएको रहेछ गाईको लागि हैन। यतातिरको रुख चाहिँ काटिसक्नु भएको रहेछ। त कुनातिर चाहिँ एकदम फलफुलहरु लगाउनु भएको छ, एकदम किमुहरु। कस्तो लाग्छ साथीहरु हेर्नुस्। त्यति घामको कारणले अलिकति घाम छ, त्यही भएर घामको कारणले अलिकति क्यामेरा क्वालिटी राम्रो आएको छैन साथीहरु। सो सरी। र भिडियो कस्तो लाग्छ साथीहरु प्रतिक्रिया दिनु होला। अनि फेसबुकदेखि हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। अनि टिकटकदेखि हेर्दै हुनुहुन्छ भने साथीहरु तपाईहरुले चाहिँ टिकटकको बायोमा लिंक छ, त्यहाँ देख्यो भने हेर्न सक्नुहुन्छ। र युट्युबदेखि हेर्दै हुनुहुन्छ भने साथीहरु सब्स्क्राइब पनि गर्नु होला। यो चाहिँ हाम्रो खेतहरु हो, आलु लगाउने खेत। यतातिर घाँसहरु छ, गाई भैँसीको लागि घाँसहरु छ। यहाँनिर चाहिँ अंकलको खेतहरु हो, यो चाहिँ अंकलको खेतहरु हो। अब चाहिँ बुवासँग हामी गयौं यतातिर। चिसो ठाउँ छ, एकदम चिसो ठाउँ छ। हिउँदा बर्खा एकदम गर्मी फिल हुँदैन खासै, एकदम चिसो ठाउँ छ साथीहरु, आनन्द लाग्ने ठाउँ हैन। अनि अब बुवा र म तल झर्छौं साथीहरु। यो चाहिँ पार्ट 1 हो, पार्ट 2 अर्को भिडियोमा बनाउने छु साथीहरु। र म लास्टसम्म हेर्नु होला, कस्तो लाग्छ, रमाइलो लाग्छ भने साथीहरु हेर्नुस्। म यस्तो देखेको छु जाडोले गरेर हैन, जाडोले गर्दाखेरि विदेशबाट आएर पनि कालो भएको छु साथीहरु। हेर्नुस् बुवा अगाडि हेर्दै हुनुहुन्छ। यहाँ त चिप्लो छ के बाटो साथीहरु, अलि ढुङ्गा थारो बाटो हो, अनि अलि चिप्लो बाटो छ यतातिर हैन। अनि बाटो चाहिँ एकदम रमाइलो छ, ठाउँ रमाइलो छ हैन। गाउँ हेर्नुस्, हाम्रो गाउँ जस्तो रमाइलो त कुनसुकै ठाउँ छैन के। एकदम हावापानी एकदम ठिक हैन। पानी पनि एकदम हामीले यहाँ सहर बजारमा जस्तो किनेर खानु पर्दैन। यो चाहिँ थारो बाटो हो, माथि हाम्रो खेतमा जाने बाटो, एकदम उकालो छ। अनि म अर्को पहिलाको भिडियोमा हेर्न सक्नुहुन्छ। यो बाटो गएको छु म हैन, यो बाटो गएको छु। यतातिर चाहिँ एउटा यो परा हो साथीहरु, हेर्नुस् पारेदेखि पुरै हेर्नुस् रमाइलो छ गाउँ। यतातिर कुनामा बेर्लो भन्ने एउटा फल पाउँछ, त्यो फल हामीले खाने गर्थ्यौं साथीहरु। अनि यहाँनिर पहिरो गएको रहेछ, पहिरो जान्छ यस्तो ठाउँमा चाहिँ एकदम साथीहरु। माथिदेखि ढुङ्गा पनि खस्छ हाम्रोमा हैन, अलि बिकेयर फुल भएर हिँड्नुपर्छ हैन साथीहरु। यहाँदेखि अब ओह्रालो लाग्यो। म चाहिँ यता अब सिधै झर्नुपर्छ जस्तो छ साथीहरु। उताबाट जानु खासै बाटो देखेन मैले। बाटो रहेछ तर एकदम त्यो झार जङ्गलहरु छ के, त्योहरुमा यो तेर्सो बाटो पनि जाँदैन हैन। हिजो गएको थिएँ यो बाटो, भिडियो नि देख्नु भएको छ साथीहरुले। अब यो थारो बाटो जान्छु म साथीहरु। म भिडियोहरु बनाउँछु तपाईहरुको लागि हैन, एकदम रमाइलो लाग्छ।
तपाईहरुले हेर्नु साथै यो पार्ट 1 यही हुनेछ अर्को पार्टमा तपाईहरुलाई म राम्रो भिडियो पार्ट 2 पनि लिएर आउनेछु धन्यवाद साथीहरु हेर्दैकोमा भिडियो